given to us was not to kill any Nepalese because they are our people, they are our citizens. That was the mission given to us, to me, by my chief when I went to as a divisional commander जहाँ त्यो insurgency को मुख्य लडाई लड्ने ठाउँ मैले मेरो chief साहबलाई what is my mission भन्दाखेरि उहाँले अंग्रेजीमा the mission is to try and force them to come to a negotiating table, disarm them, not to kill them, don't forget, that is the mission भनेर मलाई भनेको र as far as we are concerned, the Nepalese security forces under the leadership of Nepalese army, we were able to break Maoist will to fight and win a military victory which they publicly declared. तपाईहरुलाई थाहा CNN र BBC मा उनीहरुले डिक्लेयर गरेका छन् नेपाली सेनासँग अब लडेर मिल्की victory हुँदैन, त्यसकारणले नेगोसिएटिङ टेबलमा जानुपर्छ, नेगोसिएट गर्नुपर्छ भनेर उनीहरुले पब्लिकली डिक्लेयर गरेको कुरा हो। यो वास्तविकता हो। अहिले जतिसुकै जसैले छुपाउनु यहाँ जतिसुकै कोसिस गर्नु हामीले जित्यौ या गर्नु त्यो वास्तविकता त्यो हो। त्यस्तै नेपालमा स्टेट विदिन स्टेट पनि खडा गरेको थिएन। डोन्ट एभर फर्गेट दैट। नेपाल भित्र there was no go area created by the insurgents, then don't ever forget that. No part of Nepalese territory was under their control where the Nepalese army could not go, fight and win and destroy. That's a fact of life. तर यो अहिले धेरैले बिर्सिरहेको छ। यो कुरा कहिले पनि बिर्सन हुँदैन। त्यसैले हामी के भन्छौँ भनेदेखि चाहिँ Nepalese army and the security forces of Nepal were able to create a large political space for the democratic forces to negotiate from a position of strength and influence, which I am sorry, I must tell you, they failed to do it. First, we asked them to first disarm them. र पछि म चिफ भइसकेपछि पनि त्यसो लाग्ने नेताहरूलाई खास गरेर गिरिजाबाबुलाई I requested him, sir, you must disarm them भन्दाखेरि उहाँले एउटा लार्ज चाहिँ हेर्नुस् तपाईँ यसमा चाहिँ पोलिटिक्सको हो, पोलिटिक्समा हामीलाई खेल्न दिनुस्, तपाईँ चाहिँ यसमा धेरै नगर्नुस् भन्नुभयो र दे मस्ट बी इम्प्रिजन्ड इन द डेमोक्रेटिक प्रिजन भनेर भन्नुभयो र मैले भनेको थिएँ उहाँलाई नो एज लङ एज द आर्म दे विल डिस्ट्रोय, दे विल ब्रेक योर डेमोक्रेटिक प्रिजन भनेर मैले उहाँलाई निवेदन गरेको थिएँ। यो फ्याक्ट हो र इतिहासले कुनै बेलामा लेख्ला। र फेरि म चिफ भइसकेपछि नि मलाई त्यो स्याक गर्ने जुन जमर्को गरे उहाँहरूले, despite all my efforts to build confidence with the Maoist leadership, उनीहरूले लास्टमा आर्मीलाई डिस्ट्रोय गर्ने क्रममा 30 वर्ष लागू गर्ने कुराहरू गरे। 30 वर्ष लागू गरेपछि के हुन्छ भनेदेखि चाहिँ यो अमेरिकामा जस्तै यहाँ चाहिँ रेजिमेन्टल सार्जन मेजर भन्ने हुन्छ, त्यो रेजिमेन्टको सबभन्दा मोस्ट इन्फ्लुएन्सियल मान्छे त्यहाँको पिलरै हो त्यो चाहिँ ती जन्मिन्छ तीबाट चाहिँ रिटायर हुन्छ त्यो मान्छे। त्यस्तै नेप्लिज आर्मीमा स्विदार मेजर हुन्छ। नेप्लिज आर्मी, इन्डियन आर्मी, पाकिस्तान, बङ्गलादेश स्विदार मेजर भन्ने हुन्छ, त्यो चाहिँ त्यस्तो मान्छे। उसले चाहिँ कि 5 वर्ष स्विदार मेजरको टर्म खान पाउँछ कि 32 वर्ष नोकरी, यो दुईटामा जुन पहिला हुन्छ त्यसबाट रिटायर हुन्छ र स्विदार मेजर हुनुको लागि ऊ कमसेकम चाहिँ 27-28 वर्ष मिनिमम त्यो कम्प्लिट गरेर हुन्छ र 5 वर्ष स्विदार मेजर उसले कहिले पनि खान पाउँदैन। भेरी रियर कसैले खाइहाल्यो भने 32 वर्ष त्यो पनि जानेर 30 वर्ष त्यो उमेरको के अरे जागिरको 30 वर्ष लगाएपछि अर्को फुल कर्नेललाई एभब त सबै जाने रहेछन्। हाम्रो चाहिँ फुल कर्नेलहरू अलमोस्ट 30 वर्ष नोकरीकै जन्मेको भनेपछि नेप्लिज आर्मी त म्यासाकार हुनेको छ भनेपछि म आज त्यो इन्स्टिट्युसनको हेडको नाताले मेरै इन्स्टिट्युसन डिस्ट्रोय भएको मैले कसरी हेर्छु है, त्यो एउटा कुरा। तर त्यसको पनि त्यो लार्जर उद्देश्य चाहिँ के हो त त्यसलाई त्यो डिस्ट्रोय गर्नुपर्ने कारण। त्यसकारण म के भन्छु भनेदेखि उहाँको एउटा चाहिँ अब्जेक्टिभ छ, त्यो अब्जेक्टिभमा पुग्नको लागि एनी अब्स्टिकल इन बिट्विन हेज टु बी नट ओन्ली डिसमेन्टल, इट हेज टु बी डिस्ट्रोयड कम्प्लिटली to impose and establish that ideology. And that is an ideology that has been tried and practiced for 73 years and was rejected by the international community because it could not deliver. यो कुरा शब्दमा हामीले बुझेको कुरा हो र त्यसैलाई आधार मानेर मिस्टर डेङ साओपिङले found out after the disintegration of Soviet Russia, he realized and very well understood, and he said, God stands on butter, not the other way around. भनेर उहाँले चाहिँ चाइनामा यत्रो अहिले चाइनाले यत्रो उत्पाद मचाइराखेको कुराहरू तपाईहरुलाई सबैलाई थाहा छैन। त्यसैले नेपालमा अहिले भएको के हो त भनेदेखि इट्स अ स्ट्रगल बिट्विन टु आइडियोलोजी,
इट इज अ स्ट्रगल बिट्विन टु आइडियोलोजी। यो कुरा हामीले बुझ्नुपर्छ र नेपाली जनतालाई हामीले चाहिएको के त्यो आइडियोलोजी जसले सर्वसत्तावाद कायम गर्छ, जसले जनताको हक अधिकारमाथि खेलवाड गर्छ, जसले उसले भनेको कुरा भएन भनेदेखि उनीहरूलाई के भन्न मन लागेन भनेदेखि उनीहरूको अपोनेन्ट जति सबै चाहिँ के सामन्तवादी हुने, पशुगमनकारी हुने, प्रतिक्रान्तिकारी हुने, सबै हुने, उनीहरूले भनेको भनेको मान्छे, उनीहरूले भनेको चाहने, उनीहरूले भनेको मान्ने मान्छे मात्र चाहिँ के अरे क्रान्तिकारी अग्रगमनकारी हुन्छ। त्यही हो डेमोक्रेसी भनेको। अब सोकल अहिले डेमोक्रेसी भन्दा पनि लजाउँछन् नेपालीहरू। लोकतन्त्रले के हो? त्यही हो त लोकतन्त्र। हामीले भनेको के हो भने होइन, लोकतन्त्र भनेको डेमोक्रेसी भनेको सबैको कुरा सुन्न सक्ने क्षमता हुनु पर्यो। मेरो हक अधिकारको प्रयोग गर्दाखेरि तपाईँहरूको हक अधिकार चाहिँ हनन हुनु भएन भन्ने हामीले बुझेको, हामीले त्यसैमा चाहिँ अडान लिएको हो। त्यस कारणले चाहिँ त्यो बेलामा पनि नेपाल आर्मी अगेन created a forum, a democratic forum, a space, large space again for the democratic forces to try and take a legitimate stand. त्यो legitimate stand भनेको के हो भनेदेखि चाहिँ हाम्रो संविधानमा के लेखेको छ, हाम्रो सिपिएमा कम्प्रिहेन्सिभ पिस एग्रिमेन्टमा के लेखेको छ त्यो इम्प्लिमेन्ट हुनु पर्यो भनेको मात्रै हो हामीले। त्यस बेलामा पनि 7 बुँदे 5 बुँदेमा संविधानमै सिपिएमा के लेखेको छ र हरेक चिज सल्लाह र सहमतिमा गर्ने भनेको छ। 6 महिनामा कसले के गर्ने, 15 दिनमा के गर्ने भनेर क्लियरली लेखेको छ त्यहाँ। तर त्यसको बावजुद 5 वटा दलको सरकार भएको बेलामा 4 दलका क्याबिनेट मिनिस्टरहरू वाकआउट, यो असंवैधानिक भयो। प्रधान सेनापतिलाई चिठी लेख्ने कुरा यो असंवैधानिक, हामी मान्दैन भनेर हिँडिसकेपछि एकजनाले सही गरेर पठायो, त्यो पनि प्रेसिडेन्टलाई। मिल्की कानुन, जुन मिल्की कानुन जनताका जनप्रतिनिधिहरूले रिइन्स्टेटेड पार्लियामेन्टले बनाएको कानुन हो, त्यो पुरानो कानुन पनि होइन। संविधानको सल्लाह र सहमति पनि तोड्यो, कानुन पनि तोड्यो, कोड अफ कन्डक्ट पनि तोड्यो। त्यहाँ सबै मिचिसकेपछि यो कानुन अनुसार भएन भनेको मात्रै हो हामीले। त्यस कारणले हरेक चिज कानुन अनुसार हुनुपर्छ भनेको मात्रै हो हामीले। त्यस कारणले एउटा 30 वर्ष, मेन कुरा चाहिँ 30 वर्ष हो। र मैले भेरी क्लियरली के भने हेर 30 वर्ष नलगाउनुहोस्। आई फाउन्ड आउट इभन इन नर्थ कोरिया, त्यहाँको जर्नलहरू तपाईँहरूले देख्नुहुन्छ, त्यहाँको दि ग्रेट लिडरको साथमा कहिलेकाहीँ चाहिँ बुढा जर्नलहरू यहाँ छातीभरि त्यो किम इल सुङको तोकमा लाएर बस्नुहुन्छ। अनि उहाँ चाहिँ 70 वर्ष उमेर पुगेपछि मात्रै त्यो पोलिट ब्युरो सदस्य हुन पाउने रहेछ उहाँहरू पनि। अनि मैले हेर्नुहोस् तपाईँहरूको नर्थ कोरियामा नि यस्तो हुन्छ, कहाँ हुन्छ चाहिँ संसारमा त 30 वर्ष भनेपछि मलाई के भन्ने भयो भने होइन पुलिसमा नै लगायो, आप पुलिसमा लगाउँछौँ, यता सिभिलियनमा पनि हामी 25,000 अहिले नै उ गर्छौँ के अरे त्यो के उ दिएर भलन्टरी उ दिएर भन्ने कुराहरू भइरहेछ। आर्मीमा यस्तो हुँदैन। त्यसैले आर्मीले कानुन मिल्दैन, कानुन मिलेको छैन, व्यवहारिक छैन भने कानुन चेन्ज गर्नुहोस्, विल नट च्यालेन्ज। तर यसरी अनाहकमा यसरी एडक रूपमा नेपाल आर्मीलाई चलाउनुहुन्न। नेपाल आर्मीलाई स्थिरता र स्थायित्वको शक्ति हो। अहिले शासन प्रशासनको कुरा आएको छ, कस्तो किसिमको शासन प्रशासन, कस्तो किसिमको चाहिँ पोलिटिकल सिस्टम, अहिले फेडरलिजमको कुराहरू आएको छ। केही न केही शक्ति चाहिन्छ टु फल ब्याक अन सम कुसन फर द कन्ट्री। त्यस कारणले यसलाई नचलाउनु भनेको त्यो कुराहरू भएन। त्यसै कारणले हामीले चाहिँ होइन भनेर हामीले फेरि एउटा प्रजातान्त्रिक पद्धतिको उसमा चाहिँ हामीले चाहिँ एउटा चाहिँ यो गर्नु हुँदैन भनेर भनेको। त्यस कारणले चाहिँ नेपाल आर्मीले when I took over, it was branded as a king's army, as a family army. The great burden fell on my shoulder to prove that Nepalese army is a national army. It belongs to the people of Nepal. त्यसैले मैले ठाउँ ठाउँमा भन्दै हिँडेको नेपाल आर्मी सम्पूर्ण नेपालीहरूको साझा सम्पत्ति र साझा शक्ति हो। यसको अस्तित्व नेपालको अस्तित्वसँग गहिरिएर गाँसिएको छ भनेर भनेको हो मैले। र वास्तविकता पनि त्यही हो। र छोटकरीमा भन्दाखेरि यो चाहिँ एउटा फिक्स डिपोजिटमा राखेको पैसा जस्तै हो। 90 वर्षसम्म 100 वर्षसम्म लडाइँ सडाइँ केही नपर्ला। तर परिहाल्यो भनेदेखि आर्मी भन्ने चिज रातारात खडा हुने चिज होइन। त्यस कारणले कुनै न कुनै रूपमा त्यस्तो शक्ति चाहिँ चाहिन्छ। र खास गरेर इन्फ्याक्ट डेमोक्रेसी भएको उसमा त अति नै जरुरी छ। र एडभान्स डेमोक्रेसीमा पनि डेमोक्रेसी किन सबल सक्षम दिगो दरिलो भरपर्दो हुन्छ भनेदेखि त्यहाँ त्यसको एउटा शक्ति हुन्छ डायग्राममा बसिरहेको, जसको शक्तिमा टेकेर त्यो डेमोक्रेसी नट ओन्ली फङ्सन्स, इट डेलिभर्स।
त्यस्तै मैले भनेको नेपालमा पनि Nepalese army would act as a bedrock on which democratic political system must start taking a firm root भनेको कारण त्यही मैले त्यहाँ धेरै चाहिँ एक्जाम्पल पनि दिन कोसिस गरेँ तर त्यो हुन सकेन र लास्टमा हामीले चाहिँ एउटा एक किसिमको चाहिँ हडान लिनु परेर त्यो पनि इन सपोर्ट अफ डेमोक्रेसी र यो आर्मीले गरेको कुरा ठिक हो भनेर फर द फर्स्ट टाइम इन द हिस्ट्री अफ म्यानकाइन्ड आर्मी took a stand in support of democracy. On top of that, a Nepalese army which was branded as a private army, as a family army. र त्यो कुरा ठिक हो भनेर जनताका जनप्रतिनिधिहरूले प्रोफेसनलहरूले राजनीतिक दलहरूले तपाईहरु जस्ता युवा पत्रकारहरूले विद्यार्थी संगठनहरूले दे केम आउट ओपनली इन सपोर्ट अफ द आर्मी कि आर्मीले गरेको काम ठिक हो आर्मीले छुन पाइन्न भनेर राति 10:30 बजे पौने 11 बजे Girda Babu, the great leader of that time, he was woken up at 9:30 because he goes to sleep at about 7:30 in the